चैत महिना तपाईँ धनुराशि हुनुहुने जनहरूका लागि के छ कस्तो छ भन्ने विषयमा चर्चा गर्छौं। यो समय साधारणतया तपाईका लागि केही लाभप्रद समयको रूपमा जोडिन्छ। विशेष त यो समयमा साधारणतया गरेका काम कार्यहरू गतिशील रूपमा अगाडि बढ्नेछन्। विशेष व्यावसायिक क्षेत्रमा गर्नुभएको अठोट र प्रयत्न वा प्रयास बमोजिमको सफलता प्राप्ति पक्कै पनि देखिन्छ। आर्थिक रूपमा अपेक्षाजनक सफलता मिल्नमा कठिनाइहरू रहन सक्छ। खर्चको कुराहरूमा थोरै संयमित र अलिकति केयरफुल रहनुपर्ने आधारहरू बढी छन्। अवसर प्राप्ति पक्कै पनि हुनेछ। जब जागिरको क्षेत्रमा यो समय सकारात्मक पूर्ण रहनेछ। सन्तान सन्तति आदि कुराहरूको लाभको समय बनिरहेको छ। विशेष त सम्बन्ध रिलेसन र दाम्पत्य जीवनमा साधारण खटपटहरू आउन सक्छन्। यसमा अलिकति बढी ध्यान दिनुपर्ने विषयहरू छ। विशेष गर्नुभएको पराक्रम र मेहनत बमोजिमको सफलता साधारणतया कहीँ कतै तपाईँलाई देखा परिरहेको छ। यदि तपाईँ धनुराशिको हुनुहुन्छ, थप लाभ होस्, थप राम्रो होस् भन्ने चाहनुहुन्छ भने बिहीबारको दिनमा अलि शुद्ध र भेजिटेरियन रहेर अगाडि बढ्ने प्रयत्न गर्नुहोला। यसो गर्दा थप लाभ हुनेछ। यो थियो धनुराशि।